Hello everyone, good morning, welcome back to my YouTube channel. स्मिता जन थापा मगर होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। सो गाइस अहिले चाहिँ हामी गाउँ छौं। सुसमाचार मैले माझ राखेको उतापट्टि। सो गाइस आज चाहिँ हामी गाउँको चाहिँ 3 दिन भयो, अस्ति हिजो आज। अनि सो आजको भिडियो के हो भने तपाईहरु थाहा पाइसक्नु भयो होला। हाम्रो घरमा हाम्रो गाउँमा चाहिँ बुङ्गुर काट्दै छ। माइला दाइले दसैँको लागि भनेर राखेको बुङ्गुर चाहिँ भाइले खान मन गरेर चाहिँ अहिले काट्न लाग्दैछ। सो दसैँ आउन अझै 3-4 महिना बाँकी छ। अनि म चाहिँ यता माथि घरमा बसेर भ्लग स्टार्ट गरेको। डर लाग्छ नि त तल, अनि यसो म सुँगुर चाहिँ देखाउँछु तर त्यो काटेको भिडियोहरू चाहिँ गर्दिनँ। दिदी चाहिँ रक्सी पार्दै हुनुहुन्छ। सो गाइस अन्तिमसम्म हेरिदिनु होला भिडियो। दिदी चाहिँ यहाँ कट चित्तै हुनुहुन्छ अब पुत्तालाको लागि। हाम्रो माइली दिदी यता चाहिँ बुङ्गुर काट्ने मान्छेहरू दाइहरू रेडी अवस्थामा। बोनचोरको अमर बाबु जाने बेला खाने कसरी कसरी हो उल्टो निकाल्छ। अहिले हाल्नुपर्छ आफूले यसो गर्नु लगाइछि चाहिँ गुर्खे कुकरी हाम्रो पाउको पालाको कस्तो साह्रो बाबा। अब यसले काट्नुपर्छ। नमार नमार दसैँमा काटेदेखि काटे होइन, यो चाहिँ दसैँमा मात्रै युज गर्ने खुकुरी हो। तपाईँ जाने बेलामा पनि दाइले बुङ्गुर काटेर खुवाएर पठाएको थियो विदेश। अहिले पनि नेपाल आएपछि फेरि दसैँमा भनेर राखेको सुँगुर फेरि काट्नु भयो। र जम गाई आउनु मेरो पछि मेरोबाट चाहिँ यस्तो बाङ्गे चाहिँ अर्ग्यानिक कलर हो, चुना र बेसार। आन्द्रा हाल्ने उसले सबैको मकै खानेलाई खुट्टा निकाल्दा खायो त्यो फाल्देला मस यो कता यताको हेलो एभ्रिवान। बुङ्गुर काटेर सकिसक्यो। कति धान्ने आन्टीको बाटो त्यही त हाम्रो बाटो। अनि यहाँ बढी छ यहाँ जोरको छ अनि अरूमा अलिक अङ्कलहरूलाई अरूमा थप्नु उठाउनु पहिला घरमा होइन हो त हाल्नु पर्दैन रहेछ हाम्रो है त्यो भाडा। होइन फेरि जय यो भागबाट पर्दैन पर्दैन हामीले त्यो घरमा उठाउने मान्छे दुई भागमा पर्दैन कि दुई भाग नभए प्लास्टिक नि धेरै हुन्छ होला। ल योमा उठाइ एक भाग ठोक्नु नै खुट्टा पाकेन। ल दुई भाग उठाएँ मैले। तपाईँलाई भुट्टा अब त्यहाँ केरा गाछमा राखिदिएको जानु त त्यो बाटो खनाएर लिएर आउनु त आन्टीहरूलाई। कति हो अङ्कलहरूलाई? ल उठा 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 त्यो सोध्न आन्टी अङ्कल के मलाई सोध 4 कान्छीलाई दिए कान्छालाई दिए। बाउरामा चाहिँ हेरेर बस्ने होला न। होइन पहिला उठाउनु श्रीकृष्ण आमालाई एक भाग उठाइदियो त्यो हो फारिसक्यो परीक्षाको लागि होइन परीक्षा ए पछिको श्रीकृष्ण मामाले एक भाग उठाइदेऊ। छुट्टा छुट्टै चन्द्रको लागि त्यही हो। कस्तो बोसन रहेन है भैँसीको मासु जस्तो। के फारेनले ल आन्टी ल यहाँ एक भाग त्यहाँ मासु हो दादा उठाइदेऊ उठाइदेऊ। मासु हो बार गाई झन् चाहिँ काँक्रो खाँदैछौँ दिदी घर डक्टर काँक्रो खाना आएर काँक्रो खाँदै हो।
टक्क लगाएर हामी चाहिँ बुढाबुढी भएर मासु काट्दैछौँ फ्राई गरेर राख्ने मासु भन्छ यहाँ मासु खाएर भ्याइसके यो चाहिँ 2 धानी मासु हो 2 धानीमा बिहान पकाएर खाएको अनि यो चाहिँ यस्तो हो अनि त्यसपछि यहाँ चाहिँ कसैको लागि यहाँ मासु पोल्दैछु म बुहारीले चाहिँ चाट्ट लाएर अहिले अचार किनेर राखेको छ भित्र ससुराको लागि रे आएदेखि बोतल र गिलास त छोडेको छु बिहानी त के भिन्दै खालिदिए म चाहिँ यहाँ सिक्का बनाउँदैछु खुर्सानी चाहिँ टक्क बुहारीले पिनेको अर्ग्यानिक अमिलो देखे मासु मासु आइराख नि गाई मासु आ एउटा भन्छ नि घडी आइराख गाई घडी नाङ्जेको देख्नु हाल्यो मेरो त मुखबाट पानी आइसक्यो गाइसहरू नाङ्जेले ल मुखबाट पानी आखा अन्जुको कुन टी सर्ट भोलि मात्रै धुन्छु कि लुगा नि कति दुईटा धुँदा र नानी नाङ्जेले मजाले रान रान ल यहाँ थोले कुड़ीवटा चोक्ता ए नु भा किसे नु गुलो भा मिसिन कुरा कामेरा मिसिन मिसिया ल नो मिजो बा किसे कुसान दले एउटा चाहौँ ए बब्बा अनि हाउ कसलाई आइज बाबु आम्मामा पक्कै भा हामीले सबै कुरो ला किरो पिटो भएन खानु न साह्रो भएछ त अहिले त तान्नु त अलिकति हो यस्तो का त्यो ठुलो आन्द्रा हो खाना टक्कै भा त्यो पनि राखेको ए बोहु ए अचार हाल्नु मसला चिममा यसमा बिमार हो हामीलाई खोइदिनु त्यो के भन्छ यसलाई जापानबाट ल्याएको मसला कोसियो कोसी कोसियो ओसियो कोसियो आएर हो ए के गर्दा मजा कस्तो छ पिरो मिठो मिठो भएन भने त फेरि मेरो नाम चेन्ज गरिदिनु कति ल्याउनु भयो माछा कति ल्यायो बाबा 5 थो बाबा र खाना त तलै पकाखा तलै पकाखा हाम्रो खाना माछा उन्नु पर्यो अहिले उनुमलाई खाना खाइसि आउनु म उन्छु कि अहिले भाग लाएर ल्याएको हो कति पर्यो आज बाबाहरू चाहिँ भर्खर खोला गएर आउनुभएछ बाबा र बाबु चाहिँ खोइ त हामीलाई चाहिँ पाप ए 1 किलो गाइज आजको माछा चाहिँ यति हाम्रो भागमा
छोरो एकदम भाग्यमानी रहेछ माछा खान पाएको पाइ हामीलाई चाहिँ तल घरमा खाना बनाएको छ दिदीहरूले माइली दिदीले देउर आएको भएर बुङ्गुर काटेको थियो आज दसैँलाई भनेर राखेको बुङ्गुर जेठमै काट्न पर्यो सो अनि आमा र बुढो चाहिँ तल हुनुहुन्छ बाबा चाहिँ भर्खर खोला गएर आउनुभएको छ अनि म पनि भर्खर नुहाएर एकदम गर्मी छ क्या गाउँमा भन्नु मात्रै यति गर्मी छ गाइज अनि म चाहिँ भर्खर खल्ला नुहाएर बसेको लुगा चेन्ज गरेर अब बाबा पनि नुहाउँदै हुनुहुन्छ अनि हामी चाहिँ जान्छौँ अब तल गएर खाना खानलाई अब बुढाको पछि पाहुना खाँदै हिँड्नुपर्छ अब जसको घरमा बोलाउँछ त म चाहिँ तल घर गएको अब खाना खानलाई अनि फेरि मेरो बुढा चाहिँ आएदेखि मासु खाएको खाइ गर्नु भएको छ यता चाहिँ अँधेरो छ मासु खाएर मोटाउने बेला भइसक्यो मेरो बुढो हिजो लोकल भाले काटेर खुवाएँ घरमा अनि माछा अस्ति आज चाहिँ बुङ्गुर अब भोलि के हो भोलि साग पकाएर दिन्छु म किन नखानु भएको त खाना भन्नु कस्तो लागिरहेछ बुङ्गुरको मासु खान पाएर एउटै डल्लै दसैँलाई राखेको कति धेरै ल्याउनु भएको त माछा म त खाना खान लाग्यो होला भनेर त्यत्तिकै राखेर आएको नहुनिकन टिकटक बनाउनु भनेको आज यस्तो गर्मी छ दिनभरि सुतेको हामी चाहिँ माथि घरमा गएर माथि साइड भाउजूको घरमा चाहिँ एकदम शीतल छ अनि माथि घर गएर सुतेको अनि अघि 4-5 बजी मात्रै उठेर आएर मासु फ्राई गरेर राखेको अझै अनि अब यहाँ खाना आएको अब बुढाको पछि खाना खाँदै हिँड्ने हो म चाहिँ बाबालाई तल पकाएर खाना भनेको तल मात्रै होला नि तल र कान्छालाई मात्रै होला नि होइन सबैजनालाई उनी होइन मैले उनी लाएको फेरि खाना खान ला होला यहाँ नानी बोलाउन आएको अघि नै अनि फेरि अहिले उन्छु भनेर क्या अब खाना खाने अनि माछा साछा त्यसपछि टक्क हेर्नु न कालो हुन थालिसक्यो 3 दिनमा यस्तो गर्मी छ गाउँमा गाइस मकैबारी ड्याममै भएर अब हामी खाना खान्छौँ बुङ्गुरको मासु चाहिँ खाना खान लाग्यो बुहारीले पकाएको दाल लोकल मासुको दाल मासु लोकल दाल यस्तो चिप्लो What is your shit? बाबा कस्तो लागिरहेछ त पाहुना खाना आउँदाखेरि छोरा घरमा भन्नु न 2 शब्द हेलो गाइज मिठो भा बाबु घरको मुली आमा भात खाएको क्या छोराले आज कोनाले म्याके डल्ले ओहो क्युटी पोज दियो त हामीलाई त टुके गरेको यस्तो भन्थ्यो त क्युट वाला पोज देखा त आज त ओखन हेलो गाइस म चाहिँ आज माछा सेक्दैछु अघि चाहिँ देखाउनु पाएन किनभने बुढोले मोबाइल तल राख्नु भएको थियो कि म चाहिँ माथि आएको थिएँ हलाएर माछा चाहिँ 4, 5, 6, 7, 8 सिल भएको छ त्रै गरेर सुकाउनु पर्छ पातले ढाक्नुपर्छ अहिले यता बुढा चाहिँ दाइसँग बोल्दै हुनुहुन्छ साइँदा दाइ चाहिँ
काममा हुनुहुन्छ त्यो यस्तो बानी नभएपछि फेरि गाह्रो हुँदो रहेछ रुगा लगाएर बिचरा कि कस्तो गाह्रो भएको छ ल गाइज अब म चाहिँ भिडियो एन्ड गर्छु रात परिसक्यो अब चाहिँ टक्क लगाएर माछा पनि सुक्नु लागिसक्यो अनि अब त्यो माछा स्याहारेर मात्रै सुत्नुपर्छ नत्र भने त्यो बिरालोले फेरि पुरुत्तै खान्छ अस्ति पनि 5 सिल खाएछ हो किचन ऱ्याकभित्र हालेर राखेको छ तर त्यो लक लाउन बिर्सेछु कि पछि त्यही भएर फेरि माछा खाइदिन्छ नि त अनि 8:30-9 बज्न लागिसक्यो जस्तो गाइज अब भिडियो एन्ड गर्छु कसलाई आजको भिडियो अन्तिमसम्म हेरिदिनु भयो होला आई होप सो नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु होला अनि लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला गाइज बाई बाई ल